व्हाट्सअप गाइज कस्तो हाल खबर फेरि पनि आइसकेँ म तपाईँहरूको सामु धेरै पछि नयाँ भिडियो लिएर आज चाहिँ तिहारको दिनको एउटा मिठो सम्झनाको साथमा एउटा नयाँ भिडियो बनाऊँ भन्ने सोच ल्याइसकेको। अनि यहाँ चाहिँ अहिले चाहिँ दिदीहरूले माला बुन्दै हुनुहुन्छ। यहाँ एउटा माला खोइ माला कता राख्नु उपर राख्नु भएछ, यहाँ राख्नु भइसक्यो एउटा माला भयो, एउटा जति बुन्ने होला। अनि तपाईँहरू सबैलाई तिहारको धेरै धेरै शुभकामना भन्दै आजको भिडियो चाहिँ म सुरु गर्नेवाला छु है त। ल अहिलेलाई यति नै, अब म भरे भेट्छु। आज चाहिँ हामी यहाँ भोलिको लागि भनेर रसबरी बनाउँदैछौँ, विशेष मेरो लागि भनेर दिदीले यहाँ बनाउँदै हुनुहुन्छ। बनाउन तयारी। यसमा चाहिँ के हाल्दै भयो दिदी? यसमा सुजी अनि घिउ अनि के दुध। कसरी यसको रेसिपी थोरै? अब यहाँ कसरी भन्नु सानो भाइ? त्यो चाहिँ सुरुमा के हाल्नु भयो त? घिउमा सुजी भुटेर बनाउनु भएको? पहिले घिउ हाल्नु पर्यो, त्यसपछि सुजी हालेर भुट्नु पर्यो, अनि दुध लगाउने अनि चलाउने अनि यस्तो हुन्छ डल्लो। अनि दुई हातले यसरी मिच्ने अनि मिचेर फेरि थोरै घिउ लगाउने अनि त्यसपछि अब यसलाई चाहिँ के गर्ने? डाइरेक्ट बनाउने। डाइरेक्ट भन्नु न, यसलाई चाहिँ के गर्ने? अब यसलाई फेरि तेल तताएर तेलमा तार्ने अनि यहाँ चिनीको चास्नीमा चोब्ने। चिनीको हो? ल धन्यवाद। अब म तपाईँहरूलाई बाँकी परिवारसँग भेटाउँछु। उहाँ चाहिँ मेरो भान्जा। के छ भान्जा? नमस्ते सबैलाई, मेरो नाम विश्वास थापा। यता हुनुहुन्छ मेरो जेठी दिदी, उहाँ चाहिँ गोलु मोलु। तपाईँको परिचय दिनुहोस् न। हजुर नमस्ते, मेरो नाम चाहिँ भने मन्जु थापा पर्यो। मन्जु थापा पर्यो। बनाइसकिसकेको छौँ हामीले चाहिँ। यहाँ खै उज्यालो थोरै यस्तो भइसकेको छ। यहाँ दिदीहरूले यता गलेर यता बसिराख्नु भएको छ। यता अब म तपाईँहरूलाई यता देखाउँछु। यहाँ चाहिँ बुबा हुनुहुन्छ र टिकटकरहरू पुरै सुती यस्तो छ। मलाई त कसैले हेलो पनि भन्दैनन्। हेलो हेलो रुबी, हेलो भन न। तिहारको अब सुरु भइसकिसक्यो। यहाँ लगाउनेवाला छौँ हामी चाहिँ। अनि यहाँबाट टाइम स्ल्याप भिडियो बनाउँदैछु। यहाँ छन् केटाकेटी सबै। अर्को नयाँ मान्छे पनि। आफै टिका लगाउँदै छिन्। त्यो दियो पार्नु हुँदैन। ल हामीले चाहिँ टिका सिका लगाएर सबैलाई मैले ढोकिसकेँ। यहाँ मेरो गिफ्टहरू यत्रो धेरै छ। अब म बोकेर गएको, यहाँ मेरो काम छैन यति धेरै। अब चाहिँ मैले दिदीले ल्याएको लगाइ पनि सकेँ। अनि अब चाहिँ खाना खाने। खोइ सुन्तला खाँदैछु, भोक लाग्यो के त। अब चाहिँ मात्रै प्रोग्राम छ, प्रोग्राममा जानेवाला छु म। अनि त्यहाँ चाहिँ आज नाचदेखि लिएर च्यापुङदेखि लिएर गोल खसी गेम खेलाएको छ। हो त्यो पनि सबै छ आज चाहिँ। त्यहीँ जानेवाला छु त गाइस म। यसलाई चाहिँ यति नै। हामी चाहिँ अहिले अब माथि जाँदैछौँ प्रोग्राममा। अनि यहाँ चाहिँ अहिले बाटोमा छौँ। अगाडि उहाँ चाहिँ नाच्दै पनि हुनुहुन्छ। उहाँ साँच्चीकै नै नाच्नुहुन्छ उहाँ आज। यता छन् दुईजना हिरोहरू। ल के छ केटा हाल खबर? नमस्ते गर न। अनि नमस्ते ल फ्याफुल्ला म तामाङ हो। फ्याफुल्ला हो मेरो मामालाई हात हालेर आज बजाइदिने हो। नोक सक लिएर आएको हाम्रो मामालाई भयो नोक लिएर आएको छु। अब चाहिँ हामी माथि गएर त्यहीँ देखाउनेवाला छु है त। ल हामी चाहिँ यहाँ एकछिन बसिरहेको छौँ। अहिले चिसो खाँदैछौँ। अनि यता बसेर एकछिन फोटोसोटो खिच्दैछौँ। मेरो यहाँ एउटा दामी फोटो खिच्यो त, यहाँनिर दामी आउने रहेछ। यहाँ चाहिँ यस्तो छ होइन।
यस्तो अनि यहाँ यस्तो ऊ पर छ ग्राउन्ड यहाँ परतिर छ ग्राउन्ड चाहिँ अनि ल यता चाहिँ गेम सुरु हुनु लागेको छ गेम चाहिँ यहीँ हुने हो खसी गेम यस्तो छ अनि दर्शक चाहिँ यता को ओइ के छ तर अब त्यहाँदेखि सबै दर्शकै दर्शक यता भान्जा के छ यस्तो ल अहिले चाहिँ यति नै अब बिच बिचमा तपाईँहरूलाई म देखाउँदै गर्छु है त रात परिसक्यो र पनि यहाँको चलफल यस्तो बबाल छ यो चाहिँ यहाँ खसी गेम पनि भएको थियो जसमा चाहिँ प्रथम पुलिङ समाज भएको छ अनि 3 नेता छ नेता डाइसदेखि लिएर सब पुरा सकेको रातिको अहिले चाहिँ 7 बज्नु लागिसक्यो यहाँ पनि यत्रो धेरै मान्छेहरू अहिले पनि छ ल गाइज आजलाई यति नै हुन्छ होला कस्तो लाग्यो कमेन्ट गर्नु नबिर्सिनु होला बाई बाई